हेलो एभ्रिवान, सबैजनालाई जय मसी अनि नमस्ते। म हुँ तपाईँहरूको प्यारो साथी कला। अनि आज आइतबारको दिन अनि प्रभुलाई महिमा आदर भक्ति चढाउने दिनमा आज बिहानदेखिको बेलुकासम्मको कार्यक्रमहरू कामहरू म देखाउने छु। अनि आज चाहिँ मैले जुजुधौ बनाएको थिएँ। यस घडी चाहिँ म अलिअलि सपिङहरू गर्नको लागि नेपाली बजार जाँदैछु। अनि यो चाहिँ नेपाली बजार देख्नुहुनेछ। अनि मैले किनेमा बनाएको थिएँ, कतिलाई मनपर्छ पर्दैन, तर हामीलाई चाहिँ धेरै मनपर्छ। अनि यस घडी चाहिँ हाम्रो बिहानको खाना खाएर चर्च गइरहेका छौँ। अनि प्रभुलाई महिमा भएको होस् अनि उहाँको नाउँलाई स्तुति भएको होस्। हाम्रो चर्च देख्न सक्नुहुनेछ। त्यसैले हाम्रै बिचमा म परिभ्रमण गर्नुहुन्छ। हाम्रो यो शरीर आँखाले देख्न त सक्दैन, तर आध्यात्मिक क्षेत्रमा र उहाँको प्रवचन अनुसार हामी विश्वास गर्छौँ र हामी हाम्रो बिचमा हाम्रो परमेश्वरलाई ताली बजाएर हामी स्वागत गर्छौँ। हामी पहिला विश्वास नगर्दा, हामीले परमेश्वरको बारेमा थाहा नहुँदा हामी धेरै डाँडा भन्ज्याङ तीर्थ गर्दा गुफा हामी डुल्दै हिँडेर ईश्वर खोज्दै हिँड्ने हामी मानिसहरू थियौँ। तर वास्तवमा परमेश्वरको जहाँ हामी उहाँको गुणगान स्तुति प्रशंसा गर्छौँ, जहाँ अवश्य नै हामीले परमेश्वरको उपस्थितिलाई हामीले महसुस गर्न सक्छौँ। प्रेज द लर्ड, हालेलुया। हालेलुया। हुन्छ, यो स्वागत कार्यक्रमलाई म यहाँ राख्न चाहन्छु। फेरि समय सञ्चालक हाम्रो ब्रदरलाई थ्याङ्क यू। जब हामीले चाहिँथ्यौँ परमेश्वरले तपाईँले मेरो जीवनमा बनाएको योजना हाम्रो जीवनबाट उत्पन्न हुन्छ भन्ने कुरा, त्यो चाहिँ पुरा हुन्छ। त्यो चाहिँ परमेश्वरको प्लान हो, होइन? र आज पुराना कुराहरू, पछाडिका कुराहरू सबै बिर्सेर चाहिँ आज हामी हाम्रो सम्धिनीहरू हुनुहुन्छ। अनि पास्टर बाबु, पास्टर आमा अनि पास्टर बाबु हुनुहुन्छ। जय मसी पास्टर बा। जय मसी। Thank you for providing the dinner, very beautiful dinner. असल राम्रो भोजन बनाएर यहाँ स्वादिष्ट यहाँनिर पर्कको चिकन सुप्स भेजिटेबल एभ्रिथिङ। थ्याङ्क यू। ताई मानुएल भाइ हुनुहुन्छ। जय मसी। धन्यवाद। अब सम्धिनी हुनुहुन्छ। जय मसी। थ्याङ्क यू सम्धिनीज्यू मिठो खानको लागि। अनि यता हाम्रो सम्धिनी कस्नी आमा हुनुहुन्छ। धन्यवाद असल भोजनको लागि। मैले चर्चबाट आएर मैले जतिजनालाई खाना खानु इन्भाइट गरेको थिएँ, उहाँहरू आएर खाँदै हुनुहुन्छ। आजको मेरो बिहानदेखिको यस घडीको ब्लग हेरेर साथ सपोर्ट गरिदिनु होला भन्दै सबैजनालाई दोस्रो अभिवादन। जय मसी अनि नमस्ते।